नमस्ते भालुवाङवासीहरू। आज हामी एउटा गम्भीर र महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, जसले हाम्रो प्यारा भालुवाङको भविष्य निर्धारण गर्नेछ। अब हामीले यहाँको विकासमा देखिएका समस्याहरूलाई जरैदेखि उखाल्नुपर्छ। भ्रष्ट नेताहरूलाई हटाएर एउटा नयाँ, इमानदार र समाजप्रति उत्तरदायी नेतृत्व चयन गर्ने बेला आइसकेको छ। हाम्रो भालुवाङको मुहार फेर्न अब हामी सबै एकजुट हुनुपर्छ। बाटोघाटोलाई फराकिलो बनाउने, पानीको उचित निकासका लागि बलिया नालाहरू निर्माण गर्ने र लथालिङ्ग भएका बिजुलीका पोल तथा तारहरूलाई व्यवस्थित गर्ने काममा हामी सबैको सहभागिता अति आवश्यक छ। बाटोघाटो फराकिलो हुँदा गाडी घोडाको आवागमन सहज हुनेछ, जसले व्यापारलाई व्यवस्थित बनाउनेछ र यहाँका मानिसहरूलाई रोजगारीका अवसरहरू पनि प्रदान गर्नेछ। हाम्रा युवाहरूलाई रोजगार दिन हामीले प्रदूषण रहित स्मार्ट उद्योग र कल कारखानाहरू खोल्न पनि पहल गर्नुपर्छ र भालुवाङमा एउटा राम्रो कलेजको स्थापना गर्नुपर्दछ, ताकि हाम्रा छोराछोरीले घरकै नजिक गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्। अनि 20 देखि 30 वर्षदेखि बन्न नसकेको बस पार्क त जसरी पनि ल्याउनै पर्छ। सबैभन्दा नम्बर 1 काम त त्यही नै हो। यसका साथै घर पछाडिका गल्लीहरू, खोला जाने बाटाहरू र ती मिचिएका जग्गाहरूलाई फिर्ता ल्याएर बाटो र गल्लीहरूको निकास र सरसफाई पनि गराउनुपर्छ। आउनुहोस्, हामी सबै मिलेर भालुवाङको विकासको नयाँ यात्रामा कदम बढाउँ।